हाम्रो पर्दिउ हेलमेट अड्केको छ। के अरे एउटा थियो नि सबै ग्रुप बस्छ नि टु गर्छ नि सुजन त कस्तो राइडर सुजन यस्तो खतरा राइडर हो कि पुरै छोड्दियो खतरा कि राम्रो एकदमै पर्दिप भन्दा नि खतरा हो पर्दिप पनि राम्रो चलायो एकदम हो तर सुजन अझै खतरा बोल्दै लिएर हिँड्दैन अझै चिया कसो त हेरायो नि चार भेटेको बक्सिङ सिकेदेखि चर्को बोली भयो म सानैबाट चर्को बोल्थे हैन चर्को बोल्थेन मेरो बोली नरम छ बेला बेलामा नरम नरममा बिचमा कति बाइक गरेको एक्साइटेड भएर पनि हुन सक्छ त्यो बोलीलाई त बिचारा एक्साइटेड बेनी बस्नु त गाडी सिधै पर्दिपलाई खोइ त यो बाबाले बहिनीको ज्यान नलागेको तिमीले गर्दा चाहिँ हैन सुजन हैन त त्यस्तै हो चिनी यो चिनी बहादुर डबलमा आउँछ चिनी प्रसाद पन्त ल चिनी लिनु रे एक चम्चाले पुग्छ पर्दिप अब त पुग्नै भयो बेनीको बजारमा आइसकेको छ हाम्रो टोली कहाँ आइपुग्यो बेनीको बजार हो बेनी उ त्यहाँ चल्नु देखेको बजार बेनीको बजार हो यतातिर नि बकेन हुँदो रहेछ नि बगेनाको बनाउने क्या बन्दुक टोलीहरू यहाँ अझै गइरहेका छौँ यहाँ बिचमै अझै मार्फा पुग्नै बाँकी छ 1.5 घन्टा रात परिसकेको छ मैले मेसेज गरेँ ल हाम्रो टोली मार्फा आएर ल होटेलमा बसेर हामी चाहिँ हैन भर्खरै फाइनल बाथरुमको चप्पल लगाउँदै राति अब रातमा नाइट हल्टिङमा निक्लेका छौँ भाउजू बिचारा हेर आउनार हेर्दै माया लाग्दा रोको मान्छे देखेर त आउन देखेन यो पनि परिरहेको छ क्या देखेको छैन हाम्रो गोकुललाई चाहिँ फेरि टक्क हैन है यहाँ हुन्छ कति बुझ्नु रातो रातो गल्दा पहिला नि त्यही लगाएर थिएँ मुस्ताङबाट अहिले मैले त 5 वर्ष भयो यही ज्याकेट मुस्ताङले चिन्छ अब उसलाई मुस्ताङमा यही कपडा लाउँदाखेरि राम्रो फोटो देखिन्छ भनेर रातो ज्याकेट लाग्ने हो भने बित्तिकै मुस्ताङले चिनिहाल्छ पर्दिपा त्यो माथि पुरै हिमाल तर बादल लाएर सिकेको छ चर निस्केका छौँ है अब हामी कहाँ जाने यता जाने मार्फा ल मार्फा गाउँ मार्फाको गाउँतिर जाने क्या राम्रो स्याउबारी मार्फा गाउँमा आगो ताप्यो तिम्रो ल यो चाहिँ वेलकम टु मार्फा भिलेज सारा यस्तो छ है यस्तो छ क्यामेरामा पानी त परेको छैन हजुर ल वेलकम टु मार्फा भिलेज टेम्परेचर 0 डिग्री हेर अहिले टेम्परेचर 0 डिग्री सेल्सियस अनि अझै हेर आइगन फ्रिजिङ आइ भन न यो मान्छे सिङ्गल छ है कसैले मन परायो भनेदेखि त सम्पर्क गर्दा हुन्छ गोकुला चाहिँ म्यारिड हो गइहाल्छ मलाई नलागे लाएर हिँड्दा पानी मेरो बुढाको म त हान्दिनँ न मेरो बुढाको हो ल यस्तो छ
अर्को राजी एकछिन खुलाइदिनु हिँड्छौँ अहिले होइन धेरै लामो भिडियो नबनाऊँ प्लिज अर्को राजी खुलाइदिनु कि होइन त्यस्तो रास हुँदैन हामी यसरी गइरहेको छौँ है ल त्योभन्दा चाहिँ हजुर रजर कहाँ जाने त्यही हो जेरी कहीँ भएको ल यस्तो छ है ल अहिले एकछिनलाई चाहिँ प्रदीप पुर पनि यही थियो अहिले पनि यही छ प्रदीपको चाहिँ सुकाएर जस्तो यसको यसको सुकुटी मिठो हुन्छ अरे भन्छन् जिउँदो याक भेटियो ल यसको हान्छ क्या याकले हान्ला जस्तो है खुट्टा याक चराको पनि देखिन्छ होला है कतिहरू भेडा है बाटोभरि अघि राति आज त्यो बाटो देखेर अँध्यारो र यता र उता अँध्यारो जिब्रो मिठाई बसिसकेको छ केटाहरू दाँत तिखारेर बसेका नि चौकनी तिमी फुल्याउने मुस्ताङ डाँडैमा हाम्रो व्रत बसेको टोलीहरू छन् यहाँ तर चिया खाने मुक्तिनाथ पुगिसके The most beautiful woman in the world. मोबाइल की क्यामेरा निकाले पछि हामी मुक्तिनाथतिर जाँदैछौँ यहाँबाट Hello guys.
लो मेरो हेलमेट ए हरि यहाँ बाइक चलाउँदा हात दुखिसक्यो लास्टै 5 घन्टा भइसक्यो ननस्टप बाइक चलाएको हात पक्रेर जाडोले यस्तो मेरो साथीहरू सब प्यासेन्जर चलाउनै मान्दैनन् चोर भएर हिँड्छ है म त यो चाहिँ म त दिल चोर हो त्यस्तो अरू चोर होइन अनि उहाँ चाहिँ मेरो शिरमा म चाहिँ दिल वान पिस ओल्ड होइन ऊ च्याङ्ग्राहरू गएकोलाई त्यसो घिउ खायो हिजो हामीले जडीबुटी खाने हो के अनि के दुध आउँछ त च्याङ्ग्राको दुध नि खान्छन् नि मान्छेले थाहा झन् एकदमै प्रोटिन हुन्छ अरे तलबाट खाए अलिक जाम भाउजू टोलीहरू जाँदैछौँ हाम्रो टोलीहरूलाई चाहिँ लेक लाएर गाह्रो पर्यो म मात्रै यहाँ राम्रोसँग चढिरहेको छु हाम्रो टोलीहरू लेक लाएर विश्राम गर्दै गर्दै ढिलो आइरहेका छन् यी मेन त यी नै हो थकै मार क्या एकछिन ल हामी चाहिँ अब मन्दिरको लागि हिँड्न सुरु भइसकेको छ प्रदीप पहिला फ्याफ्या परेको थिएँ परार आउँदाखेरि ओहो गाह्रो रहेछ अहिले त सर एउटा बोतलमा पानी त्यहाँको पानी लिएर जानु पर्ने घर ल ओहो यो त मान्छे ऊ हुने ट्रायल रहेछ कि क्या हो यहाँ होइन हेलिप्याड चाहिँ यहाँ छ हेलिप्याड यहाँ छ हेलिकप्टर पनि आउँछ नि भाउजू यहाँ ल सर र माउन्टेन चाहिँ यस्तो छ है यस्तो तरिकाको छ मान्छेहरू भारी बोकिरहेको छन् बोक्नेहरूले हामी चाहिँ लाग्छ 10-15 मिनट गाइज स्टे ट्युन अब फेरि माथि मन्दिरतिर पुगेपछि त्यहाँनिर मन्दिर सुरु भएपछि चाहिँ फेरि सुरु गर्छु त्यतिखेर चाहिँ स्टे ट्युन है हाम्रा लाल जोडीहरू दुईजनै थाकेका छन् अस्ट्रेलियाको जिम काम छैन जस्तो लागिरहेको छ मलाई अस्ट्रेलियाको जिममा के सिकाउँछ कार्डियो गराउँदैन ए अझ अरू प्रदीप लेक लागेको मान्छे माथि छौँ हामी लेक लागेको जस्तै अनुहार भयो होला मेरो त यो ज्याकेट प्रदीप पोहोर पनि मुस्ताङ आउँदा लाग्यो प्रदीप त्यहाँ बसेछ यहाँ मलाई ज्याकेटै दिएन नि कस्तो मिठो हावा चलिरहेको छ जति जे भयो नि नेपालीहरू भन्दा इन्डियनहरूले चाहिँ धेरै धार्मिक हुन्छन् क्या यस्तरी आउँदैन यो चाहिँ गुड लकको लागि यस्तो गर्ने चलन छ है यस्तो गर्ने अनि यो चाहिँ के को रुख हो भनेदेखि चुत्रो भन्छ नि चुत्रोको हो त्यो हेर्दै थाहा हुन्छ नि यो कसको भनेर यो इन्डियन लोकको भन्ने थाहा हुन्छ नि चड्डी हेर्दै भिडियो बनाउनु मिल्दैन होइन त्यो तिनीहरूकै हो नि स्योर हो ऊ त्यो के हो थाहा छ कुकुरलाई त्यो सनको हिटबाट त्यो पाक्छ त्यहाँनिर हाम्रो गाउँतिर हुन्छ त्यो जेनी पकाउनु मिल्छ थोरै टाइम चाहिँ लाग्छ जेनी पाक्छ त्यसमा
रेबाट एकै ठाउँ बिचमा रे पार्छ अनि त्यो पर्छ क्या जस्तै त्यो हामीले उ त्यो फिल्म हेरेको थियौँ नि क्रिस अनि सबै रेडिएसन एक ठाउँ राखेर पड्काइदिन्छ नि हो यस्तै एकैसँग रेडिएसन गरेर हिट हुन्छ लास्टै हिट हुन्छ हामीले आलु सालु उसिनेर खान्थ्यौँ कि पहिला गाउँमा हाम्रो सेराचोरमा छ यहाँ ड्रिउको लोगो हो कि स्माइलको लोगो हो ल त्यो चाहिँ मुक्तिनाथ एक ग्यास लए ग्यास होला ल सही हो यस्तरी हो नि त तीनचोटि पुरै 1 पुरै डुबेन 2 अब 3 डुबे ल पखाले सबै पाप जति है भए जति पाप पखाले वर्ष आएर पखाले अहिले चिसो भन्दै थियो हजुर त आइजाउँ मेरो खै ओइ को चिसो पहिला त्यस्तो भएको थिएन होइन फटे बेर छिटो नाकै काम गरौँ यार फेरि एकदम डराएका थिए तर गयो साहसी बुढा यस्तो दुख्यो शरीर चिसोले कामै गरे होइन हात हेर्नु न हात रगत जमे ठिक छ त्यही नि भने म हामी डिटेल चढाउने एउटै हो महादेव मुक्तिनाथ के भयो दार्जिलिङमा त्यहाँ धुपले कल गर्दै भयो तपाईँको जाके तपाईँ एकचोटि कुद्छ नत्र म फुटाइदिन्छु चलो चल्छ फुटाउ चप्पल लाएर मुस्ताङ आइसकेका छन् यिनीहरू है हामी चाहिँ मुक्तिनाथ दर्शन गरेर फर्किसकेका छौँ पानी चाहिँ लास्टै चिसो टाउको फुट लास्ट चिसो भइरहेको थियो मलाई यस्तो फिल भइरहेको थियो लास्टै फुट फिल भएको थियो अनि घोचे जस्तो भएको थियो कि केही सुईहरूले घुच्चे जस्तो भएको थियो कि स्किन त त्यस्तो धगल गाह्रो भएको थियो है त्यो चस्मा हरायो क्या त्यो ज्याकेटमा हाल्यो भने पछाडि पछाडि घुम्छ पाल परेर छामा त त्यहाँ अघि ताल जस्तो देखेको थियौँ नि हामी तलपट्टि कहाँनिर अरे अब त घाम लागेको कस्तो न्यानो हो है ल गेटबाट पनि बाहिर प्रस्थान हुन लागिसकेको छ कहाँ भयो ब्यागभित्र हाल्यो ल फाइनल्ली हामी चाहिँ दर्शन गरेर बाहिर निस्किसकेका छौँ उहाँनिर ताल रहेछ क्या त्यो कस्तो ताल है ताल छ
यता हेर भिडियो हामी भाउजूको बल्ल अनुहारमा चाम आएको छ अघि माथि लेक लाएर घुमाएछ कि के हो भाउजूलाई एकदम आत्नु भएको थियो अघि पैसा कहाँ राखेन अहिले दिएको पैसा खोइ अघि दिएको होइन बाबु बिर्स्यो दिदीलाई नि दियो होइन ल फाइनली प्रदीपले चाहिँ भाउजूलाई गाह्रो भयो भनेर बोकिरहेको छ है ल भाउजू त फर्केर हाई भनिदिनु त म अगाडि जाँदैछु ओहो ल हेर तलैसम्म पुग्दै प्रदीप तलैसम्म प्रदीप लेक बन्छ क्या तलैसम्म पुग्दै लागेको छैन ल प्रदीप ल तिम्रो खुट्टा बन्छ त पुग हजुर हामीलाई होइन नि होइन डर लाग्यो कहिले पनि चढ्ने किन टेर्दै नटेर्ने रहेछ हिमाल हेर्नु त त्यो कति अल्प होला त्यो बादलमा भएदेखि तिम्रो है कहाँ जानु लाग्यो अब गइँदैन दिनमा ताल हाउ फार डुम्बरा हैन त काठमाडौँ बच्चाहरू हेर्नु स्कुलको बच्चाहरू 3 घन्टा खिच्छ कि भाउजू अझै मन 3 घन्टा खिच्न मिल्छ कहाँ गएर आएका नि पढेर आएका हो तपाईँले बुढाहरूको बनाइदिनु बाइक चलाएर आएको हाई गर्छ नि माथि उहाँले यस्तो बेसी साइकल त भन्नुभयो कताबाट जानु होला आइसकेका छौँ है सो जस्तो मान्छेहरू 2 जना आए हिमाल त त्यसै चढिन्छ अप्सन नलागेन काइन्ड अफ पोखरी एकदम सानो माछा पोखरी जस्तै ब्लगरकै हाम्रो ब्लगर जाडो भएर बसिरहनु भएको छ यहाँ ब्लगरको टोली हुन्छ सबै हाम्रो टोली नै ब्लगरको टोली ब्लगरको टोली भयो नि
यहाँ त माथिबाट हिँड्नु मैले अहिले लास्टमा हिँड्नु है त्यता हिउँ परिरहेको छ सबैतिर भगर मलाई नि खिच्छ ल हामी दुम्बा ताल एकछिन घुमेर आइपुगेर पनि अब फर्किने बेला हुन लाग्यो होइन मौसम चाहिँ यस्तो छ अब यतिखेर चाहिँ अझै बस्यो भने पानी सानी पर्न सक्ने सम्भावना धेरै नै छ चिसो बढिरहेको छ निरन्तर रूपमा अघि 13 डिग्री थियो भने अहिले 5 डिग्रीमा झरिसकेको छ चिसो भएर यो चाहिँ सल्लाहको रुख यसरी फल्दो रहेछ पनि लामोवाला सल्लाह पनि मैले फर्स्ट टाइम देख्दैछु है अनि यहाँनिर यस्तो छ ल एकछिन भ्यू सर र हेर्नु होला ताकि छोड्ने हुनु भएन उसलाई दुःख पाउनु पर्ने भएन माया गर्नु पर्यो उसलाई बाइबी सोना लुपु मुखु सबै गराउनु पर्यो है खाना खुवाइदिनु पर्यो हातले नुहाइदिनु पर्यो मुख धोइदिनु पर्यो ल त्यस्ता कोही छन् भनेदेखि चाहिँ यहाँ हाम्रो एकदम होनाहार प्रदीप एमबिए एमबिए हो एमबिए ग्रेजुएट ल फाइनल्ली हामी दुम्बा ताल घुमेर पनि फर्किसकेका छौँ होइन एकछिन चाहिँ प्रदीपले हेलमेट चाहिँ जाने बेलामा चाहिँ त्यहाँ बाटोमा छोडेर बिच बाटोमा छोडेर हेलमेट चाहिँ खोज्नु खोज्यो दिमाग खराब भएको थियो तर लास्टमा जाँदाखेरि नै बाटोमा भेट्यो फेरि है प्रदीपले छोडेको थियो यो जोमसुन चाहिँ दुबई जस्तै सेफ रहेछ है केही हराउँदो रहेनछ बरु होटेलभित्र आएका कस्टमरहरूले चाहिँ मल्टिप्लक्स सक उडाउँछन् अरे तर बाहिरबाट चाहिँ गायब हुँदैन अरे है ल स्टे ट्युन अब अहिले पछि हामी साँझतिर तल बाहिरतिर निस्केको बेलामा चाहिँ भ्लग कन्टिन्यू गर्ने छौँ त्यति जेलसको लागि टाटा बाई बाई रोक ल गाइज अब हामी निस्किन लाग्यो है चाहिँ अब चेकआउट गरिसकेको छ अब माफातिर गएर फोटोसोटो खिच्दिँदै हाम्रो दाइ भाउजूले शेर्पा शेर्पिनी बनिने हाम्रो दाइ भाउजू पनि होइन ल यही नै छ प्याकिङ हुँदैछ प्याकिङ भएपछि निस्किन्छौँ हामी हाम्रो मुस्ताङको ट्रिप लगभग अब सकिएको छ अब फर्किन लाग्यो पोखरातिर ब्याक टु पोखरा हो कि भाउजू हाउ वाज आवर ट्रिप है म यति भनेपछि त मक्खै हो ल गिम्बल जान्छ भनेर ल टेन्सन छ हाम्रो भ्लगरहरू धेरै भएर टेन्सन परिरहेको छ ल यति नै है अब चाहिँ हामी सर यतिखेर कस्तो छ जम्छौँ भन्ने कुरो देखाउँदैछु मान्छेहरू चाहिँ मुख नजाने मान्छेहरू चाहिँ गइरहेको छन् है हामी बसेको चाहिँ ठ्याक्कै कहाँनिर हो कि पहिला आउँदा चाहिँ यो होटेलतिरको सिनमा बस्यो हो जाडोमा आउँदाखेरि होइन त्यो चाहिँ होटेल सनराइज भ्लगर सगरहरू बस्नु भएको भएर अलिक राम्रै होला अहिले बस्नु ठिकै छ नडराइज है बस्नु चाहिँ त्यो हो ल गाइज हामी चाहिँ मार्फाको स्याउबारी घुम्न आएको छौँ है थुप्रै टुरिस्टहरूले चाहिँ बिठाइ गरेर यहाँ चाहिँ आज घुम्न जाने प्रवृत्ति थिएन पहिला हामी बसेको सनराइज अघि हामी बसेको सनराइज होटेलमा चाहिँ दाइले भनिदिएर दाइहरूको चिया बगान के अरे स्याउ बगान घुम्न मिल्ने गरेर बाजेलाई बोलाइदिनु भएको छ त्यही भएर अहिले चाहिँ हामी घुम्नलाई चाहिँ बाजेले लिएर आइदिनु भएको छ सब स्याउ बगानमा आइसकेका छौँ हामी है यसो हेर्नु होला कसरी खेतीसेती गर्छ सबै बुझ्दा हुन्छ बाजे यो कुन स्याउ हो फुजी हो यति हो यो एप्पल गोल्डन जेल यो रोयल गोल्डन जेल रोयल जेल गोल्डन जेल त्यो तर फेरि त्यो
हरियो हुँदो रहेछ है हरियो सेतो हुन्छ पाइन्छ यो अब तिहारको लागि राख्नु भयो होइन यो मेरो छोरी चाहिँ आउँदैछ भाइ ए हजुर क्या स्वादिलो यो 300 लाग्छ बेजुले 300 हेर्न लाग्छ सर 300 यहाँ कुना तान्छ पानी हो त्यस्तो आउँछ कि हल्ला उयो छ हुन्छ खाली उति जराउ होइन किन हाइब्रिड अस्ट्रेलियामा नि पाइन्छ नि सेतो साउ अनि त्यो फेरि यो चाहिँ के रहेछ धेरै जाडोमा नि ओखर हो यो हाइब्रिड ओखर हो अहिलेसम्म हामीलाई ओखरै थाहा छैन लोकल त्यो ठुलो यो चाहिँ हाइब्रिड सबै हाइब्रिड ओखर ओखर हेर्नु न यहीँको ओखर पनि छ चाहिनेको ओखर छ विश्वासको ठाउँ किन विश्वासको ठाउँले जहाँ मान्छेको हो त्यहाँ किन्यो भने लोकल खान पाइयो त्यहाँनिर दर्ता नम्बर कसले दिएको छ नि त्यो किन्नु त्यो भोलि के मिठो हुन्छ त्यसले मौरी रहेछ है यही त्यो मेरो कमले गर्न पाउँछ उहाँ 76 इयर्सको हुनुहुन्छ उहाँले एकदम हेल्पफुल उहाँले आफ्नो स्याउ बगैँचा नै हामीलाई देखाउनु भयो खाना दिनुभयो फ्रीमा कतिवटा खानुभयो स्याउ अरूहरूलाई एउटा मलाई दुईटा तपाईँलाई कस्तो लागेको ए स्याउ त स्वादिलो बेस्ट हो नि है यस्तो मिठो माटै सहित खाइदिएँ मैले त प्रदीपले त त्यो भित्रको चाहिँ त खाइदियो हाम्रो ड्रोनलाई राखिदिएको छ त्यही भएर हामी हाम्रो ड्रोनलाई पिक गर्न लाहाम यो मोस्ट ह्यान्डसम पर्सन इन द वर्ल्ड सेकेन्ड ह्यान्डसम पर्सन इन द वर्ल्ड ल गाइज गेस है हामी कहाँ आइपुग्यौँ होला अहिले यतिखेर अब गेस है अस्ति चाहिँ राति भएको थियो त्यही भएर हामी चाहिँ यहाँनिर केही खिच्न पाइरहेको थिएन अब आज चाहिँ टक्क अब ड्रोन पनि उडाउने हो यहाँनिर ल लुक दियर guys, look there. ल सबै दामी छ भ्यू त बवाल छ उहाँ डाँडासम्म भ्यू त बवाल आउँछ होला यार चाहिँ पुलतिरबाट उडाइदिने त धेरै टाढो नलाग्नु अर्को भ्लगर आउँदैछन् फेरि पनि अब रुप्से झर्नाको छेउमा भ्लगरको टोली उडाइसक्यौँ ड्रोन उडाएर नि फिर्ता ल्याइसकेका छौँ बाहुबली झर्नामा आएका छौँ